भिडियो बनाउनु ल दाइ ल आउनु नि एकछिन यसो हेर्छु ढोकासम्म आऊ ढोकासम्म जाउँ न तर एकछिन रोक ल कपाल मामाले कपाल काटेर नुहाइ धुवाइ गरेर ल्याइन्छ रोजा पानी त हो मामाले कपाल काटेर लाउने त्यो केटाहरूलाई अनि ल्याएर नुहाइ पहिला चाहिँ यहाँ कपाल सपाल काटेर गरेर अनि मन्दिरमा गएर पूजा गरेर अब यस्तो गर्ने क्या भगवान्लाई यसो जानकारी गराएर आउने अनि काट्ने होइन मन्दिर पुगेर आउने अनि त्यसपछि काट्ने अनि फेरि जाने पूजा उल्टो भयो नि उल्टो नै गर्नु नै यस्तै हो क्या भगवान्लाई यसो जानकारी गराएर आउने होइन त्यो आफै त्यो काट्ने हो त यही काट्ने हो र मुनिरा होइन यही काट्ने हुन्छ अब कपाल काट्ने कता गयो भने ए साइड आयो त अहिले